वर्ष जस्तै अब यो वर्ष पनि केसी इलेक्ट्रिकल्सबाट अहिले कति 4 बजी निस्क्यौँ मनासुको लागि होइन र धरानबाट हिँडेर गोर्खा आइयो यहाँ गोर्खाबाट आरुघाटसम्म जान्छ होइन भाइ आरुघाट माछी खोला अब कहाँसम्म पुगिन्छ हेर्दै जाउँ हिँड्दै जाउँ अब हामी गोर्खाबाट यो उकालो यस्तो हो क्या जाने माछा खोला भन्दा आरुघाटसम्म पुगिन्छ होला होइन अङ्कल आरुघाट रातो बस टर्बोवाला हुन्छ ठिक छ आउँछ होइन ट्रेक बिस्तारो बिस्तारो सुरु हुन्छ भोलिदेखि चाहिँ सायद हामी हिँड्छौँ होला आज चाहिँ फेरि बस्नै छ यो हाम्रो गोर्खा भन्दा चाहिँ राम्रै खान्छ गोर्खाबाट 3:30मा हिँड्यो भने चाहिँ 4:30 बजीतिर पुगिन्छ भन्छ आरुघाट 4 बजी यहाँबाट आरुघाटबाट बस आउँछ त्यो बसमा हामी अब माछा खोला हुँदै फिल्म भन्ने ठाउँसम्म पुग्छौँ त्यहाँबाट सायद 1-2 घन्टा हिँड्न पनि सक्छौँ गाडीबाट खिचेको यो हाम्रो टुरमा गाडीमा चढेको गाडीले उकालो नतान्नु लाग्छ गरेपछि हामीलाई हिँडायो होइन हिँड्नु पनि आफ्नै फाइदा छ यहाँ यस्तो राम्रो वाटरफल छ बाटो फेरि गाडी आउँछ अरे यही बाटोमा यसलाई पनि बाटै भन्दा छ राम्रो छ लास्टै राम्रो खोला टक्क लाएर खोला बगिरहेको छ भिर छ तल हेर्दाखेरि फेरि बुढी गण्डकी बगिरहेको छ बाटो भन्नु हो भने चट्टानलाई काटेर बनाएको रहेछ के छ भाइ अनि हिँड्दैछ गाडी बिग्रेर हल्का भयो हामीलाई गाडी बनिएपछि गाडी जहाँसम्म जान्छ त्यहाँसम्म चाहिँ गाडीमै जाने निर्णय गऱ्यौँ हामीले योपालि अनि धुलो उडाएर नि हिँड्दाखेरि अलिकति गाह्रो हुन्छ 1-1.5 घन्टै भयो गाडी बिग्रेको बनेर आउँदैछ अब होइन भाइ यस ठिक छ ओके छ होइन पछि त बनाउनु त पर्यो बनाइन्जेल यहाँ पर्खेर बसिरहेछ हाम्रो अङ्कल र पनु हाम्रो ऊ माथिको चट्टानको त के बखान गर्नु र होइन चट्टानलाई काटेर बनाएको बाटोहरू बसाइ सेकेन्ड डे चाहिँ हामी यहाँसम्म गाडीमा आयौँ होइन यहाँबाट बोकेर
सस्पेन्सन ब्रिज चाहिँ यो फर्स्टमा। कालीगण्डकी नदी तल मजाले बगिरहेको छ। माथि सायद हिमाल छ होला, बादलले छेकेको छ होइन। यसको हाइट पनि धेरै राम्रो छ। फर्स्ट डेमा होइन हिँड्दै हिँड्दै राम्रो झर्ना क्या यो। कहाँबाट आएको यो झर्ना यार? यहाँ आउँदा आउँदै यहाँनिर चाहिँ बाटो छुट्टिने ठाउँ रहेछ। यो सिधै गयो भने चाहिँ सुम भ्याली भन्दा रहेछ। सुम भ्याली भन्ने जाने, अनि यहाँबाट डाउन गयो भने चाहिँ झोलुङ्गे पुल छ। यो झोलुङ्गे पुलबाट चाहिँ लार्के पास जाने ठाउँ रहेछ। आज हाम्रो सेकेन्ड डेमा यहाँ बसाइ भयो यो होटेलमा। अब हामी यहाँबाट मुभ गर्न आँट्यौँ अराउन्ड 7:30 प्याक पुरै रेडी भएर पुरै रेडी भइसक्यो पाउनु। सन्दीप रेडी होइन? प्याक बोकेर सन्दीप पनि रेडी भइसक्यो। राम्रो बसाइ भयो। अब आज हाम्रो डेस्टिनेसन भनेको नुम्रुङसम्म हामी पुग्छौँ कि भन्ने आश छ। अङ्कल पर पुगिसक्नु भयो। राम्ररी सुत्यो। लो एल्टिट्युडै छ यता, यस्तो हाई एल्टिट्युड होइन। 1500-1700 जति हो। आजदेखि चाहिँ अलिकति चिसो पनि बढ्छ माथि गएपछि। ठिक छ, बिस्तारो जाने हो। 3-3.5सम्म चाहिँ हिँड्छौँ एभ्रिडे। कहाँ पुगिन्छ कहीँ बस्नु। हेवाको बसाइपछि हामी यो द्याङ भन्ने ठाउँमा आइसकेका छौँ। हिमालहरू मजाले उभिएको छ। आज मौसम राम्रो छ। हल्का 1 घन्टा टाइम लाग्छ भने चाहिँ झन्डै 1 घन्टामा आइपुग्यौँ हामी। आज यहाँ बस्ने त भएन। धेरै मान्छेहरू यहाँ आएर नि बस्दा रहेछ। अलिकति बसेको ठाउँ रहेछ यो चाहिँ। साग मजाले फलेको, रायोको साग, मुला टक्क लगाएर। ट्रान्सपोर्टेसनको साधनहरू सामानहरू बोकेर हिँड्छ क्या यहाँ चाहिँ। यहाँका ट्रकहरू धेरै ताजा भएको कोही कोही चाहिँ। थाकेको छैन नि अङ्कल होइन? अब हाम्रो नेक्स्ट डेस्टिनेसन बुर भन्ने ठाउँ रहेछ। 1 घन्टा 15 मिनट बुर भन्ने ठाउँ रहेछ। यो चाहिँ पुरै प्याक छ है। यहाँ चाहिँ पुरै भिड रहेछ। ल्यान्डस्लाइड एरिया।
एसीहरू पुरै हिँड्दैछ। ग्याप भन्ने ठाउँ आइपुग्यो। ठिक छैन भाइ? उठ्छ। अनि यहाँबाट हाम्रो डेस्टिनेसन भनेको के हो? ग्याप स्यायो भने 30 मिनट लाग्यो। लुङ्गा च्यादा भन्ने ठाउँबाट अब नुमरुङ भन्ने डेस्टिनेसन हो। अब 2 घन्टा लाग्ने रहेछ यहाँबाट। अहिले घडीमा 3 बज्न आँट्यो। भनेपछि अराउन्ड 5 बजीतिर हामी पुग्ने रहेछौँ। के छ गाइस साहब? हिँडिँदैछ होइन? 7 घन्टा भयो हिँडेको। अब आज नुमरुङ त पुगेरै छोड्नुपर्छ होइन? आज अब 3rd डेको बसाइपछि हाम्रो यात्रा सुरु भयो। अराउन्ड 7 बजी हिँडिसक्यौँ हामी। सन्दीप यस भन्नु अङ्कल। अब हिमाल चाहिँ हल्का देखिन थालेको छ यहाँ माथि। बाटो यस्तै हो। आज अब 5-6 घन्टा हिँड्दा कहाँ पुगिन्छ? त्यहाँसम्म हिँड्ने हो। हामी आधी घन्टामा नुमरुङ आइसक्यौँ। 26:30 रहेछ यहाँ। बारजाम भन्ने 30 मिनटमा पुगिने रहेछ। मर्निङ वाक जस्तै भइहाल्यो नि हाम्रो लागि होइन अङ्कल? मर्निङ वाकै हो नि यो त होइन? त्यसै त सुरुवात मात्रै हो। सुरुवात मात्रै हो। ठिक छ काजी? गुड। हिँड्दै यो सयो भन्ने गाउँमा आइपुग्यौँ हामी। अराउन्ड हिँड्दै अब हिमालहरू अति मनोरम दृश्य देख्न थालिसकेको छ होइन? लो भन्ने ठाउँ आइयो 31 मिटरमा। मौसम यस्तो राम्रो छ। हिमाल टक्क देखिएको छ। को हाइटमा पनि फुटबल ग्राउन्ड छ। फुटबल ग्राउन्ड एट द हाइट अफ 32 meters।
स्यालामा हाम्रो खाजा खानु भयो होइन नुडल्स सुप छ नि होइन दाहिने टिमुरको हल्का स्वाद आयो बन्द भयो ब्रेकफास्ट पछि होइन लाग्यौँ हामी हाम्रो बसाइ भनेको सामा गाउँमा बस्ने हो आज रमाइलो छ खाजा खाएपछि एकदम एनर्जी आइहाल्यो एनर्जी सँगसँगै अब रफ्तार बढाउनु पर्ने हुन्छ सायद 1 घन्टा 15 मिनटमा हामी पुग्छौँ सामा गाउँबाट देखिने भ्यू चाहिँ यो भइहाल्यो हिमाल त हिमाल नि वरिपरि हिमालै हिमाल उकालो त अलिअलि भइहाल्छ जाँदैछौँ है झोलुङ्गे पुलमा झोलुङ्गे पुल अगाडि हिमाल रमाइलो बेग्लै छ नि यता लाएर जङ्गलहरू छ हिमालहरू छ हिमाल छ वरिपरि ठिक छ होइन राम्रो छ म त फोटो पनि खिचिदिन्छु नि त डाइरेक्ट चाहिँ सामा गाउँको स्कुल रहेछ केटीहरू मजाले खेलिरहेछ खेल्ने पढ्ने गर्दैछ स्कुल पनि यति राम्रो ठाउँमा छ कि अब यहाँबाट हिमालको फेदमा स्कुल डे 3 मा हामी सामा गाउँ आइपुग्यौँ राम्रो ठाउँ रहेछ तराई भनेको तराई के भन्नु फाँट परेको यो पुरै गाउँमै रहेछ नि त एउटा घरधुरीहरू भएको